ल है साथीहरू भर्खर कस्टमर निस्केर जानुभएको थियो। म चाहिँ रुम सफा गर्न जाँदैछु। रुमको हालत हेरौँ कस्तो छ। ल आज त ठिकै रहेछ, राम्रै कस्टमर बस्नुभएको रहेछ, सफा नै छ। नत्र त यति फोहोर कस्टमरहरू पनि हुनुहुन्छ। एकै ठाउँ खाने, त्यहीँ थुक्ने, त्यहीँ फाल्ने। डस्टबिन हुन्छ, डस्टबिनमा हाल्दै पनि हुन्छ नि, तर हुँदैन। भुइँभरि लहरदहर गरेर त्यहीँ किचेर यस्तो फोहोर गर्नुभएको हुन्छ। कुनै कुनैले त टक्क बेडसेट मिलाएर पनि जानुभएको हुन्छ कि त्यस्तो त्यस्तो कस्टमरहरू आउनुहुन्छ। होटेलमै हो साथीहरू, नाना थरी मान्छेहरू आउने है, राम्रा पनि यहीँ आउने, नराम्रा पनि यहीँ आउने। मान्छेको चरित्र कस्तो छ भनेर बुझ्नलाई चाहिँ होटेल गर्नु पर्दो रहेछ कि सबैको बानी बेहोरादेखि लगेर राम्रो नराम्रो यही होटेलमै थाहा हुँदो रहेछ कि। मलाई चाहिँ अब झाडु साडु मारेर तन्नासना मिलाइसकेको छु। मैले चाहिँ सिरानी कभर पहिल्यै हालेर राखेको थिएँ। ढक्क सिरानी मिलाएँ, ब्ल्याङ्केट पटाएर पनि राखिसकेको छु, टावेल हालिदिइसकेको छु। टोइलेट बाथरुम पनि सफा गरेर चाहिँ भिडियो बनाउन थालेको मैले। ल सेन्ट पनि हाने, महँगो बास्ना त आउनु पऱ्यो रुममा होइन। कस्टमर छिर्ने बित्तिकै बास्ना त चाहिँ दामी रहेछ भन्नु पऱ्यो नि त। ल ल है रुम चाहिँ यत्तिको भइसकेको छ। कस्तो लाग्यो